गाइस मौसम गएको बेफाइदाहरू साथीहरू भन्दा यो तिखा छ बिचरा मेरो छोराले टुटी नै निस्केर मामु भन्दै आउँछ फेरि कहाँ गएछ छोरा आउँदा हेर्न आएको त मजाले धबाधस लाएर तिहारै आधा तिहार भ्याइसक्यो टुटी निस्किन्न फेक रहेछ मौसम गएको बेफाइदा हो कहिले नकिन है त्यस्तो त्यसमा चाहिँ फेरि म यो तिहार होइन यति सानो हुन्छ कि पेन्सिल यतिसम्म मात्र राखेछ कि भनेर तिहार मम्मी भन्छ तिहार हात दुखिसक्यो एउटा कारण देखेन टुटी नै निस्किन्न साथीहरू इरेजर त रियल हुन्छ कटर नि रियल हुन्छ त्यसले पेन्सिल चाहिँ हुन्न इज्जतमा गएर साथीलाई देखाउँछु भनेको इज्जतमा लेख्छु भनेको किनेको के मौसममा मम्मी दामी हुन्छ यो किन्दिनँ अरू केही चाहिन्न भने बिचरा 100 रुपियाँ पऱ्यो हेर्नु त फेरि साथीले देखाउँछु भनेको इज्जतमा लेख्छु भनेको तिहार छु बिचरा हात दुखिसक्यो हात यी भरि भइसक्यो यस्तो है निस्किन्न त यो साँच्चै नै फेकै रहेछ कि यो चाहिँ सोको लागिरहेछ साथीहरू तपाईँ म जस्तै झुकिन होला फेरि किनभने फेरि रियलै छ कि फेरि मेटाउ पनि कटर पनि रियलै छ यो त फेक नै रहेछ जिन्दगीमा फर्स्टचोटि झुक्यो मौसम गएको बेफाइदाहरू कहिले नकिन्नुहोस् किन्नुहोस् तर किने पनि तपाईँ हामी जस्तै गरेर नझुकिनुहोस् यो चाहिँ सोको लागि नै रहेछ आयो